नमस्कार, म अभिलाष कुशवाहा। आज पनि हजुरहरूको माझमा आइसकेको छु र आजको विषयवस्तु रहेको छ कानुन भनेको के हो, कानुनको परिचय, महत्त्व, उद्देश्य, विशेषता र कानुनका प्रकारहरूका सन्दर्भमा छलफल गर्नेछु। आशा छ, विश्वास छ हजुरहरूले ध्यान दिएर सुन्नुहोला र सुनेका कुराहरू आफ्नो कपीमा नोट बनाएर राख्नुहोला। इक्जाममा पक्कै नै सहयोग पुग्नेछ। र प्राय लोकसेवा आयोगले नायब सुब्बाको दोस्रो पत्र अन्तर्गत यानि कि लिखित परीक्षामा प्राय नै सोध्नै नै गरेको छ। यो कानुन खण्डबाट कानुन सन्दर्भमा धेरै जस्तो प्रश्नहरू सोधिसकेको छ र सोध्ने पनि सम्भावना धेरै रहेको छ। सो ध्यान दिएर सुन्नु होला है। कानुन के हो, कानुनको परिचय, परिभाषा अन्तर्गत के लेख्न सकिन्छ भन्ने सन्दर्भमा सबभन्दा सुरुमा कानुनको परिभाषा परिचयतर्फ जाऊँ। सुरुमा के हो कानुन त? कानुन के हो भन्दाखेरि राज्य सञ्चालन गर्ने प्रमुख औजार हो कानुन। के हो भने राज्य सञ्चालन गर्ने, एउटा कुनै पनि राज्यलाई सञ्चालन गतिशीलता प्रदान गर्ने एउटा प्रमुख औजार भनेको कानुन हो है। त्यसका अनि अर्कोमा राज्यको शासन, सञ्चालन पद्धति, नियम प्रणाली, सरकार र नागरिक बीचको सम्बन्ध स्थापित गर्ने प्रमुख औजार नै कानुन हो। के छ भने राज्य हैन शासन सञ्चालन गर्ने पद्धति, नियम, प्रक्रिया, प्रणाली र सरकार र नागरिक बीचको सम्बन्ध स्थापित गर्ने के गर्छ कानुनले? कानुनले के गर्छ? राज्य र नागरिक बीचको सम्बन्ध स्थापित गर्ने एउटा भूमिका खेल्दछ, जुन एउटा कानुन हो हैन। त्यसले कानुन भन्न सकिन्छ। अनि अर्को कानुन समाजलाई अनुशासित बनाउने या समाजलाई अनुशासनमा डोरीमा अनुशासन, समाजलाई अनुशासनको डोरीमा बाँध्ने हैन एउटा डोरी नै कानुन हो। अनि यो बाध्यकारी शक्ति हो र यसको अवज्ञामा दण्डनीय हुनुपर्छ। कानुन के हो भन्ने एउटा कानुन बाध्यकारी शक्ति हो, यसलाई र यसको अवज्ञा दण्डनीय हुनेछ कानुन हैन। अब यसकै सन्दर्भमा भन्दाखेरि कानुनी शासन, मानव अधिकार र सुशासन कायम गर्दै नागरिकको हित, मर्यादा र सुरक्षा कायम गर्ने माध्यम नै कानुन हो। के छ भने समाजमा कानुनी शासन हैन, देशमा कानुनी शासन, मानव अधिकारको संरक्षण गर्ने, सुशासन कायम गर्ने हैन, नागरिकको हित, मर्यादा र सुरक्षा कायम गर्ने माध्यम नै कानुन हो। मानवीय व्यवहारलाई सुनिश्चित गर्न राज्यद्वारा लागू गरिएको मान्यता प्राप्त सिद्धान्त र पद्धतिको समग्र रूप नै कानुन हो। के छ भने मानवीय व्यवहारहरूलाई नियन्त्रण गर्नका लागि हैन, कानुनभन्दा बाहिर नजान दिनको लागि, नियन्त्रण गर्नका लागि जुन प्रयोग गरिएको हुन्छ नियमहरूको सङ्ग्रह, जुन लागू गरिएको हुन्छ नियमहरूको सङ्ग्रह पद्धति नै के हो? समष्टिमा कानुन हो। यति बुझौँ। त्यसपछि राज्यद्वारा जारी गरिएका संविधान, ऐन, नियम तथा विनियमहरूको समष्टि नै कानुन हो। के छ भने राज्यद्वारा जति जारी गरिएको छ नियम, ऐन, कानुन हैन, संविधान, अध्यादेश, नियमावली, विनियम, यो सबै एकमुष्टमा भन्दाखेरि यो के हो त? कानुन हो हैन। यो सब कानुनको एउटा पाटो हो। यसलाई समग्रमा कानुन भनिन्छ। र कानुन व्याख्या सम्बन्धी ऐन छ 2010 सो बमोजिम के रहेको छ कानुन भनेको त भन्दाखेरि मुलुकको कुनै पनि भूभागमा कानुन सरह लागू हुने ऐन, सवाल, नियम, आदेश वा उपनियमहरूको समष्टिगत रूप नै कानुन हो। के छ भने मुलुकको कुनै पनि भूभागमा है कानुन सरह लागू हुने ऐन, सवाल, नियम, आदेश वा उपनियमहरूको समष्टिगत रूप नै कानुन हो। कानुन व्याख्या सम्बन्धी ऐन 2010 अनुसार। अर्को व्यक्तिलाई, अब विद्वानहरूको अनुसार कानुन के हो भन्ने जोन अस्टिनका अनुसार व्यक्तिलाई काम गर्न बाध्य पार्न वा नपार्ने हैन, बाध्य गर्न पार्ने आदेश नै कानुन हो। व्यक्तिलाई काम गर्न वा नगर्न बाध्य पार्ने आदेश नै कानुन हो। र अर्को फेरि जोन अस्टिनका के छ? सम्प्रभुताको आदेश नै कानुन हो। कानुन समाजको सुव्यवस्थाको लागि, न्याय स्थापनाका निमित्त
राज्यको सम्प्रभुताद्वारा लागू गरिएको सिद्धान्त हो। यसलाई राज्यको नागरिकले पालना गर्नुपर्छ। के छ भने कानुन कसले जारी गर्छ भने सम्प्रभुता भनेको अब अहिले हाम्रो कानुन जारी गर्ने बनाउने भनेको विधायिका होइन, विधायिकाले बनाइदिएको कानुनहरू होइन, हामीले नागरिकले पालना गर्ने नागरिकको कर्तव्य हुनेछ होइन। संविधान र कानुनको पालना गर्नु जुन हाम्रो मौलिक हकमै दिएको छ होइन। र कानुन भनेको सबैका लागि, कानुनको नजरमा सबैजना समान हुन्छन्, सबैले मान्नुपर्छ। यसको हामीले अवज्ञा दण्डनीय छ। यदि कानुन हामीले पालना गरिएन भने, मानिएन भने हामीले कानुन बमोजिम नै हामीले दण्डको यही सजायको भागीदार हुनुपर्ने छ। त्यसैले समानको नजरमा कानुनको नजरमा सबै समान छन्। संविधानको मौलिक हक अन्तर्गत धारा 18 समानताको हकले भनेछ नि, कानुनको नजरमा समान दृष्टि, सबै समान हुनेछन्, कानुनको समान दृष्टि। अनि त्यही भएर कानुन सबैका लागि बराबर हो। त्यसको नजरमा राजा, प्रधानमन्त्री, जनता, सर्वसाधारण समेत समान छन्। सो कानुनको पालना हामीले गर्नुपर्छ। अब हेर्दाखेरि कानुनको आवश्यकता किन छ समाजमा, यसको महत्त्व के छ कानुनको भन्ने सन्दर्भमा सुरुमा राष्ट्रिय एकता र अखण्डता कायम गर्न के छ भने कानुन किन चाहियो हामीलाई त राष्ट्रिय एकता र अखण्डतालाई जगाउन, कायम गर्न। यदि कानुन रहेन भने देशमा विखण्डन हुन जान्छ, देश विखण्डन हुन जान्छ, देशमाको एकता खलबलाउँछ, एकता टुट्छ होइन, कमजोर हुन्छ। सो त्यसका लागि पनि हामीले कानुनको आवश्यकता छ। अर्को राज्य सञ्चालन गर्न, पद्धतिको आधार तय गर्न। अब राज्य त छ होइन, अब राज्यलाई कसरी सञ्चालन गर्ने होइन, राज्यमा के कानुन राख्ने, कसरी व्यवस्थित गर्ने भन्ने एउटा आधार तय गर्ने महत्त्वपूर्ण भूमिका खेल्दछ कानुनले। व्यक्तिगत स्वतन्त्रता र अधिकारको रक्षा गर्न। अब कुनै पनि व्यक्तिको अधिकार के छ, उसको स्वतन्त्रता कति छ होइन, एउटा नागरिक हो, त्यसको अधिकार के हो भन्ने संरक्षण कानुनले संरक्षण गर्छ। जस्तै तपाईँको मौलिक हक अन्तर्गत स्वतन्त्रताको हक, व्यक्तिले एउटा नागरिकले के स्वतन्त्रता पाउन सक्छ होइन, जुन एकदम पुरा मजाले दिएको छ। त्यही भएर उसले व्यक्तिगत स्वतन्त्रता र अधिकारको संरक्षण गर्छ कानुनले। अर्को छ शासन सञ्चालनलाई प्रभावकारी तवरले सञ्चालन गर्नु। जुन हामीले राज्यमा शासन सञ्चालन चलेको होइन, सञ्चालन गर्छौँ नि राज्य सञ्चालन, त्यसलाई प्रभावकारी तवरले एकदम कानुनी तवरले कसरी सञ्चालन गर्ने भन्ने कानुनले भूमिका खेल्दछ। समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न। हाम्रो समाजमा अशान्ति फैलिन नदिन होइन, सुरक्षा दिन र व्यवस्थालाई सुव्यवस्थित बनाउनको लागि कानुनको आवश्यकता पर्छ र यसको महत्त्व छ। न्यायिक प्रशासनमा सुगमता ल्याउन। न्याय प्रशासन पनि हाम्रो जुन छ कानुनकै आधारमा चलेको छ होइन। न्यायिक निकायहरूले पनि कानुनमा जे लेखेको छ सोही अनुसार नै न्यायिक सम्पादन गर्ने कार्य गर्नुहुन्छ। अब जति कानुनमा सजाय छ त्यही अनुसार न्यायिक निकायबाट पनि सजाय सुनाइन्छ होइन। सो न्यायिक प्रशासन सञ्चालन गर्नु पनि यसो आवश्यकता र महत्त्व रहेको छ। समाजमा अनुशासन, मर्यादा र नैतिकता कायम गर्न। समाजमा अनुशासन, मर्यादा, कसको मर्यादा के छ होइन, नैतिकता कायम गर्न पनि यसले भूमिका खेल्छ। न्याय र समानता कायम गर्न। त्यसपछि शक्तिको दुरुपयोग रोक्न हो सबभन्दा महत्त्वपूर्ण है। शक्तिको दुरुपयोग, राज्यले संविधानमै होइन तीन तहकै होइन सबै तहहरूलाई होइन शक्ति प्रदान गरेको छ र त्यो शक्तिहरू स्वेच्छाचारी नभई हुन दिनको लागि यसले कानुनले एउटा कडी कस्छ होइन, त्यसलाई नियन्त्रण गर्छ। त्यही भएर शक्तिको दुरुपयोग रोक्छ। कसैले मनोमानी होइन शक्तिलाई धेरै दुरुपयोग नगरोस् भनेर एउटा कानुनले कडीको रूपमा काम गरेको छ होइन। दण्डहीनताको अन्त्य गर्नु, दण्डहीनता मौलाउँदै जाँदा यसले दण्डहीनताको अन्त्य गरेको छ। कानुनी शासन कायम गर्न, सभ्य र समतामूलक समाज निर्माण गर्न, दण्ड तथा सजायको व्यवस्था गर्न। दण्ड सजाय होइन, कानुनमा के गल्ती गर्नुहुन्छ, जुन गल्ती छ होइन तपाईँको जे गल्ती गर्नुमा छ त्यसको कति सजाय भोग्नुपर्छ भन्ने मुल्की ऐनहरूमा देवानी संहिता, अपराध संहिता, फौजदारी कार्यविधि, देवानी कार्यविधिहरूमा बकायदा उल्लेख गरिदिएको छ। एउटा मान्छेले कुन गल्ती गर्दा के सजाय पाउनुपर्छ भन्ने व्यवस्था र कति सजाय पाउनुपर्छ भन्ने व्यवस्था सब कानुनमै उल्लेख गरेको छ। त्यस्तै लोक कल्याणकारी राज्यको स्थापना गर्नु। यसको महत्त्व उचित निर्देशन दिन, उचित निर्णय, नियन्त्रण, निर्देशन
दिनलाई कानुनको आवश्यकता छ। सेवा सुविधालाई पारदर्शी र जवाबदेही बनाउनु। राज्यबाट के सेवा सुविधाहरू वितरण भएको छ, प्रभाव भएको छ र सो सन्दर्भमा सेवा प्रदायक निकायहरूले पनि जवाबदेही, जनतालाई नि नागरिकले जवाबदेही बनाएको छ। सम्बन्धित व्यक्तिलाई जवाबदेही बनाएको छ कानुनले। समग्रमा देशमा कानुनी शासनको माध्यमबाट सुशासन कायम गर्न छ। यसले यति भएको जुन हरेक क्रियाकलापहरू तपाईँको कानुन माध्यम ती सञ्चालन भइरहेको छ भने कानुनको अन्डरमा कानुनलाई टेकेर होइन, कानुनको अनुसार त्यसलाई के भन्न सकिन्छ, त्यसमा कानुनी राज्य, कानुनी शासन भएको हामीले आभास गर्न सकिन्छ र त्यसरी हाम्रो देशमा कानुनी शासनसँगै सुशासन पनि कायम गर्न सकिन्छ है। यति भयो कानुनको आवश्यकता, महत्त्व है। यो च्याप्टर चाहिँ धेरै भिभिआई छ, यसबाट प्राय प्रश्न सोधेकै छ। प्रत्येक वर्ष है एउटा न एउटा प्रश्न राखेकै हुन्छ। तपाईँको खरिदारमा पनि सोध्छ, नायब सुब्बामा पनि सोध्छ, अन्य क्षेत्रहरूमा पनि सोधेका छ यो प्रश्न। अब रहेको छ कानुनको विशेषता। त कानुनको विशेषता के हुन्, कानुनको विशेषता के रहेको छ भन्दाखेरि सुरुमा यो नियमहरूको सङ्ग्रह हो। के छ भने कानुन एउटा नियमहरूको सङ्ग्रह हो। त्यसमा धेरै नियमहरू बनाइएको हुन्छ जुन सबै नियमहरू एक ठाउँमा एकीकृत गरेर एउटा कानुन निर्माण भएको हुन्छ। त्यसैले यो नियमहरूको सङ्ग्रह होइन, राज्यको सार्वभौम निकायबाट जारी भएको हुन्छ हो। राज्यको सार्वभौम सत्ता सम्पन्न विधायिकाबाट यो जारी भएको हुन्छ कानुन। हामीले नै, जनताले नै, सार्वभौम सत्ता सम्पन्न जनताले नै होइन चुनेका होइन जनप्रतिनिधिबाट जारी गरिएको हुन्छ। व्याख्या न्यायपालिकाबाट हुने। कानुनको विशेषता अन्तर्गत यो महत्त्वपूर्ण, कानुनको व्याख्या गर्ने अधिकार केवल एक मात्र न्यायपालिकालाई छ। यदि कानुनमा कुनै व्यवस्था छैन भने होइन, यदि कानुन विरुद्धमा कसैले काम गर्यो भने त्यो कानुनको व्याख्या गर्ने भन्ने एक मात्र अधिकार एकल न्यायपालिकालाई छ। कानुन परिवर्तनशील हुन्छ है। यो कानुन भनेको परिवर्तनशील हुन्छ, बेला बेलामा समय सापेक्ष संशोधन परिमार्जन गर्नुपर्छ कानुनको र हुँदै आएको छ। धेरै नेपालको संविधानका धेरै धाराहरू, एक दुईवटा धाराहरू, अस्ति नाक्सा, त्यसपछि अन्य दफाहरू, भाषा सम्बन्धी होइन धेरै संशोधन हुँदै आएको छ। कानुनको अवज्ञा दण्डनीय हुन्छ। कानुनको एउटा प्रमुख विशेषता हो। कानुन यदि उल्लङ्घन गर्नुभयो भने त्यसको सजाय पाउनुपर्छ, सजायको भागीदार हुनैपर्छ, त्यसमा कुनै छैन। यो समाजको अपरिहार्य तत्त्व हो। यदि कानुन, यो एउटा समाजको नभई नहुने तत्त्व हो। यदि समाजमा कानुन छैन भने त्यो समाजमा शान्ति कहिल्यै हुँदैन, सधैँ अशान्ति हुन्छ होइन। कहिले समाजमा होइन समतामूलक समाजको स्थापना गर्न नि गाह्रो हुन्छ, समाजमा न्यायिक समता समानता कायम गर्न नि गाह्रो हुन्छ। सो यो एउटा समाजको अपरिहार्य तत्त्व रहेको छ। कानुन सबैका लागि बराबर हुन्छ, एउटा कानुनको विशेषता यो पनि हो। कानुन सबैका लागि बराबर हुन्छ, यसको नजरमा सबै समान छन्। कानुनको प्रयोगमा समानता हुन्छ, कानुनको प्रयोगमा पनि समानता हुन्छ। यो अधिकारको संरक्षण हो, यो अधिकारको पनि संरक्षण हो होइन, सबैको अधिकारलाई संरक्षण गरेको छ। कानुन सदैव सर्वोच्च हुन्छ हो, कानुन जहिले पनि माथि हुन्छ, कानुनभन्दा माथि कोही हुँदैन होइन। कानुन सधैँ माथि हुन्छ, कानुनभन्दा कोही माथि छैन, सर्वोच्च छ भन्ने बुझ्न सकिन्छ है। र यसको उद्देश्य के हो भने, कानुनको उद्देश्य के हो? अब अर्कोतर्फ जाउँ, कानुनको उद्देश्य के हो त चट्ट हेर्दाखेरि कानुनको उद्देश्य के रहेको छ भन्दाखेरि मानवीय मर्यादा र अधिकारको संरक्षण र सम्वर्धन गर्ने। के छ? मानवीय मर्यादा र अधिकारको संरक्षण र सम्वर्धन गर्ने, लोकतान्त्रिक पद्धतिको प्रवर्धन गर्ने, असल राज्य व्यवस्था कायम गर्ने, आदर्श समाजको निर्माण गर्ने, कानुनी शासन कायम गर्ने है। हामी यो कानुनको उद्देश्यतर्फ बुझौँ। अब आयो कानुनको प्रकारहरू के हुन्। कानुनको प्रकारहरू कस्ता कस्ता कानुन छन् त नेपालमा? एउटा छ, एक नम्बरमा जाम, राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय कानुन हो। अब यस अन्तर्गत राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय कानुन अन्तर्गत राष्ट्रिय मूल्यमानहरूलाई संरक्षण गर्ने र निर्देशन गर्ने कानुन राष्ट्रिय कानुन हो। जुन राष्ट्रिय मूल्यहरूलाई संरक्षण र निर्देशन गर्ने काम गर्छ जुन कानुन राष्ट्रिय कानुन र भने अन्तर्राष्ट्रिय मूल्यहरूले संरक्षण र निर्देशन गर्ने कानुन अन्तर्राष्ट्रिय कानुन हो है।
अब अर्को 2 संवैधानिक कानुन र सामान्य कानुन। अब संवैधानिक कानुन र संवैधानिक र सामान्य कानुन अन्तर्गत के छ भने संवैधानिक महत्त्वका विशिष्ट क्षेत्रमा प्रयुक्त हुने कानुन संवैधानिक कानुन हो भने राज्यको विधायिकाबाट बनाइने सार्वजनिक हितमा निर्मित कानुन सामान्य कानुन हो। कुन त सामान्य कानुन के हो भने राज्यको विधायिकाबाट हैन बनाइने सार्वजनिक हितमा निर्मित कानुन सामान्य कानुन हो। मुख्य कानुन र सहायक कानुन। अब मुख्य र मेजर हैन, मुख्य कानुन र सहायक कानुन कुन हो? देशको मूल संविधान भन्ने मुख्य कानुन हो भने सहायक कानुन ऐन नियम नियमावलीहरू हैन यिनीहरू सहायक कानुन हुन्। अब सार्वजनिक र निजी कानुन। सार्वजनिक कानुन अन्तर्गत राज्य तथा सरकारले सार्वजनिक हितका लागि बनाएका कानुन सार्वजनिक कानुन हो। हैन, राज्य तथा सरकारले सार्वजनिक हितका लागि बनाएका कानुन हैन सार्वजनिक कानुन हो। तथा भन्ने निजी संस्थाहरूले आफ्नो हितका लागि सङ्गठन सञ्चालनका लागि बनाएका कानुनहरू जुन निजी कानुन हो, जुन सीमित मात्र तिनीहरूलाई मात्र त्यो कानुन लाग्छ हैन, त्यसलाई निजी कानुन भनिन्छ। र कानुनको सन्दर्भमा आजको मेरो भनाइहरू यति नै छ हैन। यसले आशा छ हजुरहरूले यसको नोट बनाएर आफ्नो कपीमा मजाले पढ्नुहुनेछ र इक्जाममा आउँदाखेरि एकदम मजाले सजिलोले लेख्नु होला। यसमा खासै गाह्रो छैन, याद पनि सजिलै हुन्छ, बुझ्न पनि सजिलो छ। यो च्याप्टर भन्ने हामीले दिनहुँ प्रयोग गर्दै आएका व्यवहारिक कानुन मान्दै आएका हौँ हैन, कानुन पढेकै बुझेका हौँ। त्यही भएर यो गाह्रो नहोला हजुरहरूलाई। यसको कानुनको सन्दर्भमा आजको भिडियो मेरो यति नै छ है। हस्, धन्यवाद, नमस्कार।